गाइज देख्न सक्नुहुन्छ मैले यो एनपिएल लाइभ मैले आफ्नो मोबाइलमा फ्रीमा हेरिरहेको छु र यसै गरी तपाईहरुले पनि आफ्नो मोबाइलमा कसरी फ्रीमा हेर्न सक्नुहुन्छ भनेर आज यस भिडियोमा म तपाईहरुलाई बताउने छु। त्यसैले भिडियो स्किप नगरेर लास्टसम्म हेरिदिनु होला। आजको यस भिडियोमा म तपाईहरुलाई स्टेप बाइ स्टेप सिकाउने छु कि कसरी तपाईहरुले आफ्नो मोबाइलमै एनपिएल लाइभ फ्रीमा हेर्न सक्नुहुन्छ भनेर। र तपाईहरुको यदि एन्ड्रोइड छ भने प्ले स्टोरमा र आइफोन छ भने एप स्टोरमा गएर डिसम गो भनेर सर्च गर्नु होला। म तपाईहरुलाई आफ्नो मोबाइलमा देखाउने छु कसरी सर्च गर्ने, कसरी लगइन गर्ने र कसरी भिडियो हेर्ने भनेर। र मैले मोबाइलको स्क्रिनमा गइसकेको छु र यसमा तपाईहरुले डिसम गो सर्च हान्नु होला र इन्स्टल गर्नु होला। मैले पहिले इन्स्टल गरिसकेको थिएँ, त्यसैले मैले ओपन गरेर देखाउने छु। र ओपन गरिसकेपछि तपाईहरुले सबभन्दा अगाडि चाहिँ यसमा लगइन गर्नुपर्ने हुन्छ, किनभने तपाईहरुले लगइन नगरेसम्म केही भिडियोहरु अथवा लाइभहरु हेर्न सक्नुहुने छैन। त्यसैले लगइनमा क्लिक गर्नु होला र लगइनमा क्लिक गरिसकेपछि तपाईहरुले गुगलबाट लगइन गर्न सक्नुहुन्छ सजिलै। त्यो गुगलको अप्सनमा देख्नुहुन्छ, गुगलमा दबाएर तपाईहरुले एउटा गुगल एकाउन्टबाट लगइन गर्नु होला। र लगइन गरिसकेपछि चाहिँ तपाईहरुले सुरुमै देख्न सक्नुहुन्छ वाच नाउको अप्सन आएको छ, त्योमा क्लिक गरेर तपाईहरुले यो लाइभ सिधै डाइरेक्ट हेर्न सक्नुहुन्छ, त्यही पनि फ्रीमा। र मैले त्यहाँ क्लिक गरेर पनि देखाउने छु कसरी हेर्ने भनेर। र वाच नाउमा क्लिक गर्नु होला तपाईहरुले। तल माथि लाइभ टिभीबाट पनि तपाईहरुले च्यानलहरुबाट हेर्न सक्नुहुन्छ र मैले वाच नाउमा क्लिक गरेर देखाएँ तपाईहरुलाई। र देख्न सक्नुहुन्छ हाम्रो लाइभ चाहिँ चलिसकेको छ र यो फ्रीमा हो, तपाईहरुलाई केही पैसा लाग्ने छैन। र तपाईहरुले लाइभ इन्जोय गर्नु र यस्तै भिडियोहरुको लागि यो च्यानललाई सब्स्क्राइब गर्न नबिल्नु होला। यस्तै इम्पोर्टेन्ट भिडियोहरु तपाईहरुलाई यो च्यानलमा मिलिरहेको छ।